म चाहिँ परबिन दाइले नै दिन्छु यसपालिको भोट, किनकि उहाँ जस्तो नेता हामीलाई चाहिएको छ, सबै स्टुडेन्टलाई सबै फ्याकल्टीलाई नै उहाँ जस्तो नेता चाहिएको छ, त्यही भएर यसपालिको भोट चाहिँ परबिन दाइले नै जान्छ। थ्याङ्क यू। नमस्कार। ईसा चैत 8 गते हुन लागेको सोभियो निर्वाचनमा परबिन दाहाल अखिल क्रान्तिकारीबाट अध्यक्षका पदमा उम्मेदवारहरू छ। तमुनले सबै आफ्ना आफ्ना मतले परबिन दाहाल सहितको प्यानललाई अत्याधिक बहुमतले विजय गराइदिया। धन्यवाद। परबिन दाहालज्यूलाई दिन चाहन्छु। गते हुन लागेको सोभियो निर्वाचनमा अखिल क्रान्तिकारीबाट परबिन दाहालले आफ्नो उम्मेदवारी दिएको छ। तयमा प्रत्यक्षबाट 11 जना लड्ल्यान् र समानुपातिकबाट 10 जना लड्ल्यान् र तमुनले एक भोट हाल्यो भने विश्वविद्यालय बनाउनका लेखा परबिन दाहालका प्यानललाई जिताइदिनु पर्यो र हामीले यो आशा गरेका छौँ कि तमुले सबैले भोट हालिदिन्छ भन्ने हामीले अपिल गरेका छौँ र जिताइदिया। धन्यवाद। विश्वविद्यालय केन्द्रीय क्याम्पसमा म त परबिन दाहालकै नै भोट हाली जिताउने हो।